नमस्कार, मेरो नाम निरञ्जन शर्मा। म केही समयदेखि यहीँ स्पेनमै बसेर यहीँ अध्ययन गर्दैछु। मैले हिजो फेसबुकमा एउटा भिडियो अपलोड गरेको थिएँ र त्यो भिडियोमा चाहिँ मैले स्पेनको पछिल्लो इमिग्रेसनको नियम र नेपाली राजदूतावास स्पेनमा देखिएको राजधानी सम्बन्धीको समस्याको बारेमा मैले एउटा कुराकानी गरेको थिएँ र त्यो कुराकानीको भिडियो मैले सेयर गरेको थिएँ र मलाई त्यो सेयर गरेको फेसबुक पोस्टको भिडियोमा मलाई एउटा कमेन्ट आयो र त्यो कमेन्ट कस्तो खालको थियो भने चाहिँ नेपाली समुदायसँग सम्बन्धित कमेन्ट थियो। विशेष गरी बार्सिलोनामा रहेको हाम्रो एनआरएनएको कार्यालयको परिसरमा बस्ने एकजना मानिसको कमेन्ट थियो र त्यो कमेन्ट स्पेनिस भाषामा थियो। अनि मैले त्यो कमेन्ट पढेँ होइन। त्यो कमेन्ट कस्तो खालको थियो भनेदेखि चाहिँ नेपालीहरू चाहिँ एकदम होहल्ला गर्छन्, बाटोमा चाहिँ चाहिएको नचाहिएको बोल्छन्, हामीलाई चाहिँ एकदम डिस्टर्ब भएको छ, रातिको 12-1 बजे एकदम कराउँदै हिँड्छन्, बाटोमा चाहिँ एकदम जे कुराहरू चाहिँ बाटोमा एकदम फाल्छन् भनेको फोहोर गर्छन्, बाटोमा एकदम चुरोट खाँदै हिँड्छन् र त्यो चाहिँ चुरोटको चाहिँ स्मोक चाहिँ हाम्रो घरभित्र चाहिँ पसेको छ, हामीलाई चाहिँ एकदम त्यसले डिस्टर्ब भएको छ भन्ने खालको कमेन्ट देखेको थिएँ। र पछिल्लो समय मैले पनि एकदम अनुभव गरेको छु। स्पेनमा आप्रवासीहरूको सङ्ख्या बढेसँगै विभिन्न क्रियाकलापहरू एकदम त्यो कानुन हुनेभन्दा चाहिँ बाहिर गइसकेको चाहिँ विभिन्न ठाउँमा चाहिँ देखिएको पनि छ होइन। अब किनभने अब यहाँको मान्छेहरूले त्यो रुलहरू फलो गर्दै आएका थिए, हामी चाहिँ नयाँ छौँ होइन। अब नयाँ भएको हुनाले चाहिँ कतिले चाहिँ फलो गरेका पनि छौँ, कतिले चाहिँ नगरेको जे भयो नि भइहाल्छ नि भन्ने खालको पनि छ होइन। त्यो चाहिँ कम्तीमा हामीले चाहिँ नगरौँ। अरूले जस्तो गरे पनि कम्तीमा हामी नेपालीहरू चाहिँ डिसिप्लिन भएर बसौँ होइन। किनभने भोलि यसले अप्ठ्यारो पार्ने, गाह्रो पार्ने, साह्रो पार्ने त नेपालीलाई हो नि त। आज हामीले राम्रो राख्यौँ, हामीले चाहिँ यहाँको मान्छेहरूलाई मनपर्ने र यहाँ अरूलाई कसैले डिस्टर्ब नगर्ने खालको कामहरू गऱ्यौँ होइन। हामी आफ्नो डिसिप्लिनमा रहेर चाहिँ हामी यहाँ बस्यौँ भने त त्यसले पक्कै पनि हामीलाई नै भोलिलाई सहयोग पुग्छ। र त्यो गरेनौँ भनेदेखि भोलि पर्ने चाहिँ अप्ठ्याराहरू चाहिँ एकदमै ठुला छन् होइन। तपाईँहरूले पनि पक्कै पनि थाहा पाउनुभएको होला, अहिले विभिन्न अन्तर्राष्ट्रिय स्तरमा विभिन्न देशहरूले चाहिँ आप्रवासीहरूलाई आफ्नो घर फर्काउने होइन, डिपोर्ट गरिदिने खालका समस्याहरू पनि तपाईँहरूले सुनिराख्नु भएकै छ। पछिल्लो समय अमेरिकाबाट मात्रै पनि विभिन्न गैर कानुनी कार्यमा संलग्न भएका मान्छेहरूलाई नेपाल अथवा अन्य देशका आप्रवासीहरूलाई अन्य देशमा डिपोर्ट गरेको कुराहरू पनि सुन्नु भएकै छ होला। त्यसैले चाहिँ हामी चाहिँ आफ्नो डिसिप्लिनमा रहौँ र यहाँको सरकारलाई चाहिँ त्यो बाध्य चाहिँ नपारौँ क्या हामीले। यहाँको सरकारले हामीलाई यति सजिलो बनाएर इमिग्रेसन खुलाएर होइन अहिलेसम्म आएको नेपालीहरूलाई चाहिँ जुन एउटा गोल्डन अपर्च्युनिटी चाहिँ प्रदान गरेको छ, त्यो अवस्थाको चाहिँ हामीले युटिलाइज गरौँ है त। त्यसलाई चाहिँ त्यो अनयुटिलाइज गरेर चाहिँ त्यसलाई यताउता गरेर तोडमोड गर्ने काम नगरौँ होइन। हामी डिसिप्लिनमा रह्यौँ भने त हामीलाई नै हो नि त फाइदा। तपाईँ बाहिर कहीँ जानुभयो, नेपालको हो भन्दा गर्व फिल होस् न, हो नेपाली भन्ने होस् न। हो त्यो चाहिँ हामीले हाम्रो समाजलाई गराउनुपर्छ। र विशेष गरी त्यो कमेन्टको विषय के थियो भने एनआरएनको स्पेनको कार्यालयको वरिपरि नै चाहिँ त्यस्तो हल्ला हुन्छ भन्ने खालको कमेन्ट थियो। र यो विषयमा एनआरएन स्पेनले पनि पक्कै पनि सचेतना गरेको छ र गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ होइन। अरूलाई डिस्टर्ब गर्ने काम चाहिँ हामीले नगरौँ, मिलेर बसौँ होइन। समाजमा यहाँको सरकारलाई फेरि अहिले खोलेको इमिग्रेसनको नियम चाहिँ फेरि यो चाहिँ अब सोच्नुपर्छ है, यो चाहिँ हटाउनुपर्छ है। मान्छेहरू धेरै भयो है, अनडिसिप्लिन भयो है, नियम पालना गरेनन् है भन्ने स्थिति चाहिँ सिर्जना नगरौँ भन्ने खालको इन्फर्मेटिभ भिडियो हो। म चाहिँ यहीँ पढ्ने भएको र केही कुरा थाहा भएको हिसाबले चाहिँ यो भिडियो बनाएको हुँ। अरू पनि मलाई चाहिँ केही इम्पोर्टेन्ट छ, तपाईँहरूलाई लाग्ने केही इम्पोर्टेन्ट जस्तो भिडियोहरू, केही तपाईँलाई चाहिने खालको भिडियोहरू छ भने फेरि पनि अर्को भिडियोमा लिएर आउने नै छु भन्दै तपाईँहरूमाझ यो भिडियोबाट बिदा हुन्छु। नमस्ते, थ्याङ्क यू।